अब हेर्नुहोस् जस्तो सुकै जङ्गल होस्, धानको लार होस्, जेसुकै होस्, एकै चासमा रोप्न हुने खालको बनाइदिन्छ यसले। ल हेर्नुहोस् यहाँ खेत कस्तो जङ्गल छ। यो ट्र्याक्टर लगाएपछि, यो रोटाभेटर लगाएपछि एकै चासमा रोप्न हुन्छ। ल हेर्नुहोस्, एकै चासमा रोप्न हुन्छ। ल यस्तो जङ्गल छ, एकै चासमा यसले रोप्न हुने बनाइदियो। यस्तो खालको रोटाभेटर चाहियो भने चाहिँ सम्पर्क गर्नु होला पोखरेल किराना पसलमा। एकै चासमा रोप्न हुन्छ। हेर्नुहोस् यहाँ माटो कस्तो फिलिली बनाइदियो। यता हेर्नु कस्तो जङ्गल छ। यसले ट्र्याक्टरले जोतेको ठाउँ हेर्नु कस्तो राम्रो बनाइदियो।